चाहिँ च्यानल सब्स्क्राइब त गरिसक्नु भएको होला र लाइक कमेन्ट पनि गरिरहनु भएको छ। अब मैले तपाईहरुलाई यसभन्दा अगाडि देखाएका भिडियोहरुमा एभोकाड लगायत यो कृषि फर्ममा भएका चाहिँ फलफुलहरुको विषयमा चाहिँ धेरै कुराहरु हालिसकेको छु र अहिले तपाईहरुलाई मैले यो इस्कुस प्रजातिमा चाहिँ मुन्टा खाने कसरी, मुन्टा टिप्ने कसरी र यसको दाना फलेको पनि देखाउँछु भनेर भनिसकेको छु। अब त्यो विषयमा चाहिँ म तपाईहरुलाई विस्तृत जानकारी दिन गइरहेको छु। अब तपाईहरुलाई जानकारी दिँदै यो इस्कुसको दाना मैले कसरी देखिसकेको छु भने अब यो इस्कुसको यो चाहिँ दाना हेर्नु जति राम्रो दाना फलेको छ। यो एकदमै ठुलो दाना हुन्छ। यो चाहिँ अहिले कलिलो छ, यो कलिलो छ र इस्कुस अब यो चाहिँ तपाईहरुले के हो भन्नुहुन्थ्यो। यसको चाहिँ अब नाम ठ्याक्कै थाहा नभए तापनि मलाई पनि कन्फ्युज नै छ। तपाईहरुले भन्न सक्नुहुन्छ भने भनिदिनु होला। यो चाहिँ अचार खाने चिज हो। यो अचार खाने चिज हो। यसलाई फोरेर अचार खान मिल्छ। मैले तपाईहरुलाई यही कृषि फर्म अन्तर्गत चाहिँ योभन्दा अगाडिको 12-13 मिनेटको भिडियो तपाईहरुलाई बनाएर पोस्ट गरेको थिएँ। तपाईहरुले हेर्नुभयो, मनोरञ्जन लिनुभयो भने अब त्यो बेलामा मैले यो अम्बा चाहिँ तपाईहरुलाई सायद यत्रो दाना हुँदाखेरि देखाएको थिएँ भने अहिले चाहिँ यत्रो दाना भइसकेको छ। अब यो अम्बा चाहिँ रोपेको अम्बा हो। यो कतैबाट ल्याएर रोपेको अम्बा हो। यसमा चाहिँ बाक्लो बोक्रा हुन्छ र भित्र गुदी चाहिँ थोरै हुन्छ र यसको गेडा भित्रको गेडा चाहिँ एकदम ठुलो दानाको हुन्छ र स्वाद पनि अघि मैले तपाईहरुलाई अगाडिपट्टि देखाएको भिडियो थियो। त्यो भिडियोको अम्बा र यो अम्बा चाहिँ एकदमै फरक खालको अम्बा छ। यसमा स्वाद एकदमै फरक खालको स्वाद हुन्छ। त्यसमा मिठो स्वाद हुन्छ नि। यसमा चाहिँ कस्तो कस्तो हुन्छ तपाईहरुलाई यो अम्बाको पनि यहाँ हेर्नुहोस् त। यो अम्बा यो बढ्दैछ अझै यो पाक्नको लागि चाहिँ 15-20 दिन लाग्छ। यो 15-20 दिनमा यो अम्बा कत्रो होला अनुमान गर्नुहोस् तपाईहरुले। र हामीसँग यस्ता किसिमका फलफुलहरु धेरै छन्। तपाईहरुलाई मैले देखाइसकेको पनि थिएँ। अब यो केरा अस्ति नै तपाईहरुलाई मैले केरा देखाएको थिएँ। यो पनि काट्ने बेला भएको हो। यो अब काटेर चाहिँ यसलाई लगाएर राख्ने हो भने यो केरा पाक्छ। यो केरा अब दशैंलाई लगभग हुने तयारीको केरा हो भने अलि पछाडिलाई पनि हुन्छ, तिहारलाई पनि हुन्छ। यो नकाटिकन राख्यो भने तपाईहरुलाई मैले यही कृषि फर्म अन्तर्गत यो जुनार पनि फलेको छ। यो जुनार पनि तपाईहरुलाई आवश्यकता पर्न सक्छ। यो जुनार पनि एकदम मौसम अनुसार चाहिँ बढ्दै गएको छ। अब यो जुनार लगभग यो मङ्सिरमा कार्तिक 15-16 तिर खाने बेला हुन्छ र यो जुनार एकदमै राम्रो फलेको छ। एकदमै राम्रो छ। आवश्यकता पर्यो भने म तपाईहरुलाई अरु बिरुवाहरु पनि हामीसँग टन्नै छन्। जुनारको बगैँचै छ। यो तपाईहरुलाई जुनार चाहिँ यसो नमुनाको लागि मात्रै मैले तपाईहरुलाई देखाइराखेको छु भने नमुनाकै लागि तपाईहरुलाई मैले यो सुन्तला पनि देखाउँछु। यो सुन्तला एकदमै राम्रो छ। सुन्तला एकदम स्वादिलो, रसिलो र एकदम गुलियो जात भित्रको पर्छ। यो एकदम भन्दैखेरि पनि एकदमै मिठो खालको छ। यो सुन्तला हो, त्यो जुनार हो भने हजुरहरुलाई यस्तै भिडियो पनि म देखाउँछु। ल तपाईहरुलाई मैले यो फलफुलहरुको चाहिँ बीचमा चाहिँ यो के लगाइएको छ, यो हरियो छ भन्ने पनि उत्सुकता हुन सक्छ। त्यसैले म यो कृषि फर्म अन्तर्गत चाहिँ यो एभोकाड लगायतका बिरुवाहरुको बीचमा चाहिँ यो हरियो देखिएको चाहिँ यो मस्याङ हो। यो मस्याङ प्रजाति हो। यो दाल खानका लागि अत्यधिक मात्रामा प्रयोग गरिन्छ। त्यसैले यो मस्याङ चाहिँ एकदमै राम्रो बिरुवा छ भने यसबाट उत्पादन पनि राम्रै दिन्छ भन्ने हामीले आशा गरेका छौं। यो अमिलो प्रजाति मध्येको चाहिँ यो निबुवा हो। निबुवा एकदम बढ्दै र पाक्न पनि लागिसकेको छ। यो ठुलो भइसक्यो, पाक्न लागिसकेको भने तपाईहरुलाई म अर्को हेर्नुस्। निबुवा कस्तो राम्रो दाना छ तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदमै पहेँलो पाकिसकेको निबुवा छ। अझ तपाईहरुलाई नजिकैबाट देखाउँछु। ल हेर्नुस् कस्तो राम्रो निबुवा छ। अम्बा पनि म तपाईहरुलाई अर्को बोटको देखाउँछु। अब तपाईहरुलाई मैले धेरै विषयमा भनि पनि सकेको छु। यो अम्बा चाहिँ म अहिले जुन रुखमा चढिरहेको छु यो अम्बा चाहिँ एकदम
रोपेको अम्बा होइन, यो चाहिँ कस्तो अम्बा हो भन्नुहुन्छ भने आफै नै उम्रिएर चाहिँ फलेको र एकदमै स्वादिलो, एकदमै मिठो जातिको अम्बा हो। यो अम्बा खाँदाखेरि चाहिँ एकदमै पौष्टिक आहारसहितको अम्बा हो भने तपाईँहरूलाई म एउटा खाएर पनि देखाउँछु। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ अम्बा खाँदाखेरि कति मिठो र कसरी खाने भन्ने कुरा पनि हुन्छ। यो यसरी फाल्ने, यसरी फाल्ने एकदम मिठो हुन्छ। तपाईँहरू खान चाहनुहुन्छ भने आउनु होला भन्छु। यहाँ अम्बा यति राम्रो राम्रो अम्बाहरू छन्, हेर्नुहोस् यहाँ एकदमै राम्रो छ। यो चाहिँ रोपेको अम्बा होइन, यो आफै उत्पादन भएको, आफै उम्रेको, आफै बढेको, मलजल केही गरे छैन भने। तर यो अम्बा चाहिँ एकदमै स्वादिलो छ भने अब बाहिरबाट ल्याएर रोपेको अम्बा चाहिँ अब यत्तिको स्वाद हुँदैन भने तपाईँहरूले यदि यस्तो खालको अम्बा र सिजन अनुसारको फलफुल खान चाहनुहुन्छ र तपाईँहरूलाई आवश्यकता पर्छ भने मेरो कन्ट्याक्ट नम्बरमा चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र मलाई सम्पर्क गर्नुहोला। तपाईँहरूलाई मैले योभन्दा अगाडि पनि अदुवा, बेसार, एभोकाडो लगायतका विभिन्न फलफुल र मसला प्रजातिका बिरुवाहरू पनि देखाइसकेको छु। यी आवश्यकता पर्छ भने पनि तपाईँहरूले मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म सहजै रूपबाट तपाईँहरूलाई उपलब्ध गराउन सक्छु। हस् त, अहिले अरू कुराहरू चाहिँ मैले समग्रमा देखाइसकेको छु। आजको भिडियो यति नै तपाईँहरूले हेरिदिनु भयो। यस्तै यस्तै भिडियो हजुरहरूलाई हेर्नका लागि मेरो @KKA Vlog 1 भनेर युट्युबमा गएर सर्च गर्नुहोस् र त्यसमा गएर लाइक, कमेन्ट र सब्सक्राइब गरेर मलाई साथ दिनुहुनका लागि चाहिँ हार्दिक अनुरोध गर्दै म यस भिडियो अन्तर्गत म बिदा हुन्छु। हस् त, नमस्कार।